मिर्मीमा ड्याम थुनेर बिजुली निकालेर तल पानी निकालेको छ के त्यसैले हजुर मिर्मी हजुर त्यो मिर्मी भनेको धेरै उता पर्छ बगा छैन होइन बगाएन यहाँको होइन होला अरू कतै सुन्नु भयो होला यहाँको त अहिलेसम्म त्यस्तो घटना घटेकै छैन त्यो भने अझै थाहा पाएको छैन क्याम्पिङहरू हुन्छ कि हुन्छ होइन अनि यो राफ्टिङ पनि हुन्छ हजुर राफ्टिङ हुन्छ नजिकै गर्छ धेरै टाढो भयो त हजुर अहिले पनि अब पानी परेको बेला त पुरै डुब्छ के अरे यो अनि जम्मै छोडेर सामान लिएर मासतिर हो बर्खाको बेलामा त यहाँ कुनै पनि होटल हुँदैन सबै डुब्छ होइन सबै डुब्छ रानी महलको ऊ त्यहाँ माथि भर्याङसम्म आउँछ पनि छ होइन ठिकै छ कि तर रानी महल भत्किने छैन अहिलेसम्म कतै चर्किने यताउति केही पनि भएको छैन राम्रो ठाउँमा छ तर उतातिर खाइरहेछ नि होइन थाहा छैन नै थाहा छैन त्यस्तो केही पनि थाहा छैन उसको जुन स्ट्रक्चर बनाएको उतापट्टिको भएको छ नि त्यतापट्टिको त केही पनि भएको छैन पानीले चाहिँ हान्छ त्यो कुनामा तर केही पनि हुँदैन पहिला निलो बनाएको थियो के अरे पहिला निलो थियो निलोबाट फेरि त्यो पहिला पुरानो चाहिँ सेतो नै हो रहेछ अनि निलो बनाएको चाहिँ पहिला जस्तो थियो त्यस्तै बनाउने होइन फेरि सेतो बनायो कि मलाई त के लाग्यो एनसेलले उ गर्यो होला त्यो पनि निलो गरिदियो होइन एनसेलको निलो अलि अर्कै खालको छ भान्डा कलरको छ पहिला सेतो नै हो पुरानो अनि निलो बनायो यो चाहिँ त्यो फेरिबाट बनाउँदाखेरिमा कि जम्मै रङरोगनहरू भत्केकोहरू जीर्णोद्धार गर्यो नि त्यतिखेर चाहिँ त धेरै राम्रो भयो यस्तो राम्रो छ केही थिएन कि हामी उता यतै झर्ने यहीँ जाने रानी महल यता माथि जाने भाइको अब क्याबले नै चिनिने हो मलाई पनि यही क्याबहरू चिन्ने 25 गाडी नम्बर 35-25 है गाडी नम्बर 35 गाडी नम्बर या उताबाट यो पुरै उताबाट जानु न यताबाट झर्नु मन लाग्यो होइन भइगयो अब गर्मी भयो यहाँ फेरि गर्मी छ कि अलि कालचिनी जस्तो छैन लिएर आएको थिएँ त मैले पहिलाको सम्झना आउँछ नि पहिला केही थिएन यहाँ नै मतलब के थिएन मतलब यो थिएन कि त्यहाँबाट खिच्यो नि दामी आउँछ त्यता सर रानी भन्नु त्यो त ऊ नै होला बेस त एउटै होला अरू चाहिँ नि एड गरे यो रिनोभेट गरेर रहेछ मेन्टेन गरेर रहेछ भने पहिला थिएन नि त त्यस्तो थिएन कि सर म त बहुत पहिला आएको 8-9 वर्ष पहिला पछि बनाएको हो हैन पहिला निलो कलरको थियो अहिले सेतो म गरे दाइ कति हो टिकट 50 रुपैयाँ बनाएको 50 सर एकजना जी आई थ्याङ्क यू एउटा चाहिँ दिनु होला बाटो परेछ
गाडी ठुलो किन त छैन ठुलो गाडी हो कि सानो गाडी म्यामसँग आऊ मतलब म यतै हुन्छु पछि एडिटिङ गर्ने मिल्छ 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 सबै ठाउँ मिल्छ मिल्छ सेल्फी हो सर सब हेरेर माथि जाने बाटो फोटो के आउनु तल पुलमा So guys, this is the Rani Mahal that some Shers have made, which is Rana. And now we are going to see through all of these things. So this behind is the great Rani Mahal. You can also see. So here are pictures taken by the peoples. And here are our two teachers. खिचाउनु न आउनु न के खिच्ने थियो यसबाट यसबाट कहाँ खिच्नु मिल्छ त के हो त्योबाट ए भिडियो मात्रै हो So in the middle of the valleys, this beautiful mahal, which you can see beside of the great Kaligandagi. यहाँले त सबले ड्रिम सिटीमा गयो भने कति फोटो खिच्यो मेरी बाबु साथै So I think this is somewhere. 3, 2, 1. Where is the place? The side view of Rani Mahal. So behind me is the beautiful Rani Mahal, which you can see, guys. So by adjusting the frame, I can make you look here this video, and beside of this beautiful river, which is in the behind. Everyone, just look how beautiful the view is and how beautiful I am. यो भिडियो मलाई त्यसै पठाइदिनु होला है
हो म त्यसरी खिचेन त्यसलाई भने फोटो खिच्नु ए मैले फेरि तिनीहरू खिचिदिएको भिडियो आउँदैछ रेकर्डिङ हुँदैछ सम्झना मात्रै अब कहिले होइन सर रविन सर के छ हालखबर ठिक छ ल अब हामी वेलकम टु माई च्यानल ल रानी महल घुमेर अब हामी जाँदैछौँ यता बगरतिर हेलो हेलो डमर सर हाउ आर यु के छ के ठीक छ रमाइलो कस्तो कस्तो एक्सपिरियन्स एकदम रमाइलो भइरहेछ विनोद सर यहाँ घुमियो रानी महल घुमियो हजुर सबै पटपटा हेरियो सब फोटो खिचियो अनि र रानी महल एक्चुअली म तपाईँलाई रानी महलको दृश्य देखाउँदैछु अब हामी दगुर्दै जाँदैछौँ सरहरूले बगर हेरेर आइसक्नु भएको छ सर कस्तो लाग्यो हाम्रो रानी महल फ्रेस ल ठिक छ ल त सर माइन्ड फ्रेस भयो माइन्ड कता आउनु सर रानी महल रोटी म तपाईँको बनाइदिन्छु तपाईँ यता घुम्नु गर यहाँ बना म बनाएर किन भन्छ सर के छ कस्तो छ हाम्रो कालीगण्डकीको पहिलोचोटि स्वर्गको अप्सरा पाए जस्तो भएको छ मलाई त यो रानी महल अरू सर यहाँ भाग्ने होइन यहाँ एक दुई वर्ड जाओस् नि केही रानी महलको बारेमा रानी महल यता छ ल भन्नुहोस् न केही धेरै रमाइलो लाग्यो कहिले नदेखेको ठाउँ रहेछ मैले त अर्कै सोचिरहेको थिएँ रानी महल भनेको त यो के भन्छ पाल्पामा कुन ठाउँ भन्छ यो चाहिँ राम्रो ठाउँ रहेछ ल ठिक छ सिर्जा सर के छ हजुर त यतैको बासिन्दा हो कि क्या होइन बासिन्दै त होइन मलाई अलिअलि यसको बारेमा थाहा थियो हजुर अब खालि इतिहासमा थाहा थियो अब वर्तमान किताबमा पढ्दा यताउता थाहा थियो तर पाइयो। देख्न पाइयो हेर्न पाइयो अत्यन्त सुन्दर ठाउँ अति मन प्रसन्न छ पुरातत्त्व विभागमा परेको रहेछ यो ए त्यो एउटा खुसी। बहुत खुसी छु सर ल एकछिन म बगर पट्ट मेरो पापर किहालेँ त यो चाहिँ हाम्रो कालीगण्डकीको तिर भनौँ होइन कालीगण्डकीको तिरमा ट्याक्क लाएर रानी महल सरहरू आएर जल पवित्र गर्दै हुनुहुन्छ ल पानी चिसो चिसो रहेछ पानी एकदम सफा छ रानी महलको बारेमा के भन्न सक्नु भन्नु एक दुई शब्दहरू रानी महल एउटा ऐतिहासिक दरबार हो र यसलाई घुम्न आउनु यो कालीगण्डकीको नदी किनारमा घुम्न आउनु भनेको चाहिँ एउटा आफैमा एउटा पवित्रता पनि हो मैले आफूलाई पवित्र भएको महसुस गरेको छु भने अर्को ऐतिहासिक दरबारलाई यहाँ नजिकैबाट निहाल्ने एउटा मौका पाएको छु हजुर ठ्याक्क पछाडि हाम्रो रानी महल देख्न सक्नुहुन्छ हजुरहरूले डम्बर सर यता हुनुहुन्छ हाम्रो ल कालीगण्डकीको तिरै तिर मैले उ गर्दिनँ कि आज ए हो है कालीगण्डकीको तिरमा आएपछि त सब छोराइसक्यो ब्लग बनाएर सबै